पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भई हाल्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ। विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि केही समय यता घातक प्रहार हुँदै आएको छ। पहिले पनि हामीले भनिसकेका छौं, हाम्रो कुनै कार्यले देश कहिले पनि हार्न हुँदैन। जय नेपाल।